साथीहरु नमस्ते, वेलकम छ हजुरहरुलाई तबिता फ्यामिली ब्लगमा। सो साथीहरु आज चाहिँ मैले भिडियो स्टार्ट गरिसकेको छु, न्यू ब्लग न्यू डेमा। अनि सो साथीहरु हजुरहरु पनि सन्चै हुनुहुन्छ होला अनि आशाका साथमा चाहिँ आजको भिडियो मैले स्टार्ट गरिसकेको छु र म पनि एकदम सन्चै छु। अनि आज चाहिँ अहिले 10 बजिसकेका छौँ अनि हामीले चाहिँ खानाहरु बनाएको छैन, हामी चाहिँ खाना बनाउने छु। अनि आजको ब्लग यस्तै छ, हजुरहरुले हेरेर इन्जोय गर्नु होला। हुन्छ त म खाना बनाउन रेडी भए। सो साथीहरु आज चाहिँ मैले तोरीको साग र अनि आलु बनाउँदै छु। अनि मैले चाहिँ तेल तताइसके, तेलहरु हालिसके। तेल हालेर चाहिँ मैले अब जिरा हाल्छु, जिरा र ज्वानो पाकिसकेपछि चाहिँ मैले अब आलु भुर्छु। हाम्रो यहाँ गुन्डा है एउटा, गुन्डा भाइ एउटा। हेलो हेलो हेलो, बाई बाई गदेऊ। र मेरो चाहिँ नानी चाहिँ यहाँ सुतिरहेछ झोलुङ्गेमा, हेर न नानी सुतिरहेछ झोलुङ्गेमा। सो साथीहरु मेरो तेल पनि खरिसक्यो, आलुलाई फ्राई गर्छु। यो खाना चाहिँ पाकेर रेडी भइसक्यो साथीहरु। अब चाहिँ म यसमा बेसार नुन हालिदिन्छु। नुन चाहिँ सकिसकेछ साथीहरु, नुनहरु ल्याउनु पर्नुपर्छ। म चाहिँ अब यसलाई पछोपिदिन्छु। नगर नि सानो, तिमी त छ्या नचलाउ भनेको त चलाउँछ क्या, धेरै चलाउँछ क्या। मट्टोको टेटो आइया तँलाई पख, अब पख तँलाई। अब साथीहरु मेरो रुमको हालत चाहिँ यस्तो छ, बेहाल छ। हेर्न सक्नुहुन्छ मेरो रुमको हालत मिलाउनु बाँकी नै छ। अनि बिहान उठेर लुगासुगा धोएर भाँडाहरू मली अनि पानीहरू सबै थापिओरिकन अनि यतिखेर भइसकेको छ साथीहरु। हाम्रो चाहिँ अब काम पनि छैन, फुर्सद पनि छैन भने जस्तै हो। एकछिन म आलु भुट्छु, आलु भुटेर
पाकिरहेको छ पाक्दैछ पाकेको छैन मागेको पाकेको छैन त भाइ पाकेको छैन नि अब के भन्ने बुझ्दा अब लगाउँछ अब चेप्यो चेप्यो फाइनली साथीहरू पाकेर रेडी भइसक्यो हाम्रो तोरीको र आलुको साग तरकारी अनि यो चटनी चोखा यो मासु यो खाना पसिसकेछ छोरा र मम्मी हाल्छु त नि हाल्छ तिमीलाई कुन चाहिँ भात थोरै रहेछ भात त आफै कति धेरै भात त थोरै रहेछ भात हेर्दै डर लाग्दो एक थल छ खानै पर्यो साथीहरू खै 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 ल चाहिँ मुसेर दिनुपर्ने अरे ल चोखा हो साथीहरू चोखा आलु चोखा हजुर यो चिच्ची लु चिच्ची तिमीलाई पनि लु लु मलाई पनि लु लु चिच्ची चिच्ची लु खानालाई रेडी भए साथीहरू हामी चाहिँ देख्न सक्नुहुन्छ साथीहरू एक थाल भात भाइ जुत्ता किन के थाहा हिँड हामी बस्ने गर्छु त्यो हो बना हाम्रो भिडियो यसरी खिच्ने त हो नि त के गर्ने हो खिच्ने हो यतिकै हेर्ने हामी अगाडि जान्छ तिमी पछाडि पछाडि आऊ मलाई के सम्झेछ क्यामेराम्यान हुन्छ तपाईँहरू चाहिँ एक्टर के एक्टर फोटोग्राफर भन्दा नि नआउने कस्तो मान्छे हो हिँड ढिलो भएन र शरीर लाग्यो घर मासतिर कस्तो मान्छे बिर्सिरहेको छ सुटिङ गर्नु परेन तिमीहरू सुटिङ गर्ने पालो अब यहाँ चाहिँ यस्तो छ उकालो छ अलिकति नानी चाहिँ पालै पालो बोकेको कालु छिटो त्यही भएर रोटे रोड गइरहेको छौँ यतातिरको भ्यू चाहिँ यस्तो छ त्यो चाहिँ गाई फार्म हो यो लामो रातो टिनको हजुर
सुन फाइनली साथीहरू हामी आइपुगिसक्यो बुढाहरू के टिप्यो है त्यहाँ त रुखमा चढेर के टिप्या आँप टिपेको जयपछि फुपू आज खै त फुपू हाय 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 ल आइपुग्यो घरमा जति लिबु पनि त्यही हो बाख्रा बच्चाहरू दुध खान छोड्यो पछि के भयो निको प्रार्थना गर्यो भूत लाग्यो क्या चलो 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 कुकु है ये कुकु है रे कुकु आज चल ला 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 कुकु है कस्तो मजा आएको आउँछ खतरा भर्खर भर्खर हालिरहेको छ कहिले कहिलेको स्याहार फुलिरहेको अल्छी ए आधी घन्टा लाग्छ फुपू अझै ए पकाउँछ त्यो त भात तरकारी मात्रै लगिदिनु उसलाई त भात ल गयो बाई ल भाइलाई बिचमा बिस्तारै हिँड ल हिँड 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 यत्रो बेर
बिस्तारै भाइलाई डोराएर मेरो हात समाति राख्छ यो लड छ अहिले यस्तो ओह्रालोमा ओह्रालोमा लड्छस् कि त गोरु ल घर आइपुग्यो घर आयो घर पसिना पसिना भयो साथीहरू हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो मेरो भिडियो कस्तो लाग्यो भिडियो मन परेमा मेरो च्यानललाई सेयर सब्सक्राइब गरिदिनु होला अनि अर्को भिडियो यस्तै रमाइलो भिडियो वाच गर्नुभएको धन्यवाद अनि अर्को भिडियो ल्याउनेछु यस्तै गरेर अनि साथीहरू हजुरहरूलाई यस्तै रमाइलो भिडियोहरू मैले सबै ल्याउन सकौँ हाल्न सकौँ भन्दैछु हस् त आजलाई भिडियो यति नै बाई बाई जो लोग मुझे पसंद करते हैं उनका बहुत बहुत शुक्रिया और जो लोग नहीं करते मत करो मुझे कौन सा इलेक्शन लड़ना है